अस्ति मैले चिकन राउन्ड बनाउँदाखेरि म तपाईँलाई खालि लगाएको मात्रै देखाएको थिएँ र मैले आज तपाईँलाई चिरा मारेर लगाउन सिकाउँछु। यो रानको चिरा मार्ने तरिका चाहिँ यस्तै गरेर हो है। हेर्नु होला, सबभन्दा पहिला यहाँबाट एक यस्तो चिरा लाग्ने, यस्तो गहिरो चिरा हाल्नु होला, अनि 2 अनि 3 4 5 अनि फेरि यता फर्काउने, अनि यता फर्काएर यताबाट पनि 1 2 3 4 5 होइन। यस्तो गरेर चाहिँ चिरा मार्नु पर्छ है। त्यसलाई यस्तो गरेर चिरा मार्नु, अनि सापडाको पनि यस्तो गरी देख्नु सक्नुहुन्छ यहाँ है। यस्तो 1 2 3 अनि फेरि यस्तो गराउने, फर्काउने, अनि छुरी यहाँबाट भित्र हाल्ने, 1 2 3 है। त्यसपछि यहाँबाट ल्याकमा एक, यहाँबाट बिचबाट, अनि यहाँ साइडबाट, अनि फेरि यता फर्काउने, अनि फेरि यहाँबाट यहाँ घुसाइदिने, अनि फेरि यहाँबाट यता बाहिर घुसाउने, यस्तो गर्दै। अनि त्यसपछि यहाँबाट यतिकिन यो नसो हुन्छ, यो नसो काटिदिने है। त्यसपछि यहाँको नसो हुन्छ, अनि यहाँको नसो थोरै काटिदिने गाइस। त्यस्तो गरेर र चिरा मार्ने तरिका यस्तो गरेर हो। 1 2 3 4 अनि यता फर्काउने, किनभने यतिबाट गाउँदाखेरि हातमा आउन सक्छ छुरीको कारणले गर्दाखेरि। यस्तो गरेर गर्न तपाईँहरूले पनि है। मैले यस्तो गरेर गर्छु। चिरा चाहिँ आफ्नो आफ्नो तरिकाले मार्न सक्नुहुन्छ होइन, आफ्नो स्टाइलले। मैले जसरी मारेको छु त्यस्तो गरेर मार्नै पर्छ भन्नु पनि केही छैन। त्यो तपाईँको विचार हो, तपाईँको आफ्नो जस्तो मनपर्छ त्यस्तै गरेर चिरा मार्न सक्नुहुन्छ। अनि यहाँको नसो काटिदिने, यो भयो है। र मैले तपाईँलाई चाहिँ आज सिम्पलको लागि देखाउनको लागि मैले यो चिरा मारेर तपाईँलाई मैले देखाएको। यसको नाम हो चिकन रान होइन। यसलाई चाहिँ यस्तै सिङ्गै मुर्गा लाएर दिने हो यसलाई। र मैले चाहिँ चिरा त मैले मस्ती मारेर राखेको छु यहाँ होइन। तर चाहिँ मैले यहाँ हजुरलाई देखाउनको लागि मात्रै हो। अस्ति मैले मसला मात्र बनाएर राखेको थिएँ होइन। तर चाहिँ आज म तपाईँलाई पुरै देखाउँछु। र यो मसला चाहिँ मैले बनाएर राखिसकेको छु। यो मसला चाहिँ यस्तो हुन्छ, हल्का प्यालोमा दिने हो। चाहिँ अब मैले लाउँछु यो मसलामा। मसला लाउने तरिका चाहिँ यस्तो गरेर लाउनु होला। मसला मस्त यसमा मैले सबै मसला होइन, जो लिम्बू सिम्बू सबै मैले पहिल्यै यसमा मेरिनेट गरेर राखेको छु मैले होइन। अब यसमा चाहिँ हालेर यसलाई कमसेकम पनि तपाईँसँग समय छ भने 1-1.5 घन्टा 2 घन्टा राख्ने समय छैन भने कमसेकम पनि 40-45 मिनटसम्म यसलाई चाहिँ मसलामा डुबाएर चाहिँ राख्नु होला। अनि त्यसपछि लाउनु होला। र मैले यो मसलामा डुबाएर राख्छु। म अहिले तपाईँलाई 40-45 मिनटपछि मसँग त्यति समय छैन त्यसलाई राख्ने होइन, 2-3 घन्टा राख्ने समय। त्यो म चाहिँ मसला डुबाएर राख्छु। लाउने बेलामा म तपाईँलाई फेरि यो कसरी लाउने भन्ने कुराहरू म तपाईँलाई देखाउने छु गाइस। हेर्नु होला, मन पऱ्यो यो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला। यस्तो गरेर मसला यस्तो मोली लाउनुपर्छ। यस्तो गरेर जो हामीले कोटिङ गरेको छ नि त्यो कोटिङमा घुस्ती गरेर होइन। यस्तै हो यो रान ल्याउने तरिका पनि यस्तै हो। म यो चिकन रान हो। म चाहिँ जस्तो आज चिकन रान भन्ने यो हो होइन। बाख्राको चाहिँ सापडा बोन रान हुन्छ, त्यो पनि मैले चाहिँ तपाईँलाई देखाउने छु। त्यसको चाहिँ अर्डर आएको छैन। अर्डर आयो भने म चाहिँ बाख्राको सापडा पनि लगाउन देखाउने छु, कसरी लाउने, चाहिँ सापडालाई कसरी चिरा मार्ने, कसरी मेरिनेट गर्ने र कसरी मसला लाउने भन्ने कुरा पनि तपाईँहरूलाई मैले यही भिडियो मार्फत देखाउने छु। मन पर्दा पहिला यहाँ ल्याउनु होला, यहाँ, अनि यहाँबाट सिधा यस्तो गरेर यहाँ पङ्खिटाको जरो हो नि, यहाँ पङ्खिटाको जरो हो यहाँ, यस्तो गरेर पङ्खिटाको जरामा निकाल्नु होला। यस्तो गरेर घुमाएपछि आउँछ यी। अनि फेरि अर्को सरिया पनि त्यस्तै गराएर सेम यसलाई पनि सेम यही कोखाबाट यता पछिको साँपडा कोखाबाट यस्तो गरेर निकाल्नु होला। अनि साँपडा कोखा निकालिसकेपछि यसलाई पनि होइन, साँपडाको कोखाबाट सर्लक्क निकाल्नु भयो भने यसलाई पनि सर्लक्क त्यस्तै गराएर यहाँबाट कुमको बाजुमा हुन्छ कुमको कोखामा यस्तो गरेर ल्याउनु होला। सेम लाउने तरिका सबै यस्तै गरेर हो गाइस। तपाईँले पनि यस्तै गरेर लाउनु होला। र मेरो 2टा भइसक्यो है। मैले चाहिँ 2टा लगाइसकेँ। अब मैले यो तन्दुरमा हालिदिन्छु। चाहिँ हेर्नु होला कसरी लाउँछु मैले, त्यस्तै गरेर तपाईँले पनि त्यस्तै गरेर लाउनु होला। मैले यहाँ लगाइसकेँ।
यस्तो गरेर तपाईँहरूले पनि यस्तो गरेर लाउनु होला रान लाउने तरिका यसरी हो हजुरहरूले पनि सेम यस्तै गरेर लाउने है रान लाउँदाखेरि त्यसरी लाउने अनि चाहिँ मसला छ बचेको मसलाहरू यसैमा लगाइदिनु पक्क अनि आलु लाउने अनि फेरि सबै लाउने तरिका चाहिँ सबै यस्तै गरेर गाइस अब चाहिँ यहाँ छ मसुल फेरि लाउन पर्छ मैले र यो रान लाउँदाखेरि सबैभन्दा पहिला यहाँ यमै कोकैबाट होइन यहाँ कोक छ नि यहाँ कोक साप्रा पोखाबाट सप्लक्कै ल्याउने अनि फेरि यहाँ यस्तो ल्याउने अनि यहाँ अब ठ्याक्कै बाजुमा ल्याउने होइन यता टुङको पोखामा अनि फेरि यताबाट पनि सेम यहाँ ल्याउने यस्तो अनि यहाँबाट फेरि ठ्याक्क कहाँ ल्याउने भन्दाखेरि ठ्याक्क कुनको पोखामा ल्याउने होइन त्यो कुनको पोखामा ल्याइसकेपछि अब के गर्ने भन्दाखेरि आलु काट्ने होइन आलु काटेपछि आलु लगाइदिने यस्तो गरेर किन आलु किन लगाइन्छ भन्दाखेरि लड्केर खस्छ भनेर त्यस कारणले गर्दा लगाइन्छ यो होइन अब तल माथि ल्याउनु अनि यस्तो गराउनु अनि फेरि यहाँ जो पनि मसला छ यो मसलाहरू लगभग सबै लाउने तरिका यस्तै गर्दा हो सब लगाइसकेपछि फेरि लपक्क मसला लाउन पर्छ बचेको मसला जो पनि मसला छ त्यो मसला फेरि लपक्क लाएर यस्तो गर्दाखेरि यो फाइनली भयो भने म तपाईँहरूलाई देखाउनेछु कस्तो लाग्छ भिडियो हेरिसकेपछि माया गर्न लगाइस् है एकाअर्कालाई सपोर्ट गर्नुपर्छ जतिजनाले मलाई सपोर्ट गर्नुहुन्छ मैले पनि हजुरलाई फुल सपोर्ट गर्नेछु त्यस्तै छ गाइस जिन्दगी ल गाइस फाइनली मेरो चिकन रान भइसक्यो म तपाईँलाई निकालेर देखाउँछु है फाइनली गाइस रेडी भइसक्यो मैले निकालिसकेँ तपाईँहरूले पनि यस्तै गरेर निकाल्नु होला यस्तो गरेर यसलाई पकाउनुपर्छ है गाइस यसलाई भन्छ सेम मान्छे जस्तो देखिन्छ नि त आलु जले जरा मान्छे जस्तो देखिन्छ नि त यस्तै गरेर है गाइस सबै बनाउनु तपाईँहरूले यस्तै गरेर गराउनु होला मेरो यहाँ भइसक्यो है एउटा दुईवटा तिनवटा अनि फेरि यता मैले भर्खर लागेको तन्दुरीहरू यहाँ छ देख्न सक्नुहुन्छ भर्खर मैले लागेको र यता म छु यस्तै छ गाइस भिडियो मन पऱ्यो लाइक गर्नु होला नहेर्नुहोस् यो चिकन रान है मैले निकालेर भइमा राखेको छु कस्तो लाग्छ भिडियो हेरिसकेपछि माया गर्नु गाइस है